लागि तपाईहरुले एकदमै दाइ इन्टायर टिमले एकदम सम्झिनु भएको छ, एकदमै माया दिनुहुनेछ भन्ने भरपुर आशा छ है। थ्यांक यू सो मच। थ्यांक यू सो मच रवि ओडज्यू, एकदमै राम्रो गाएको हुनुहुन्छ र यो गीत एकदमै मिठो सुनिएको छ र भिजुअल हेर्दा पनि निकै राम्रो बनेको छ। थ्यांक यू सो मच रवि ओडज्यूलाई। सँगै हुनुहुन्छ गजित बिष्ट। हामीले गीतमा कहीँ कतै उहाँलाई पनि देख्यौँ, अलिकति उहाँको देखिरहेको लुक्स भन्दा अलिकति फरक लुक्समा हामीले देखिरहेका छौँ। कस्तो रह्यो आबाट आमामा काम गर्दा? आज गीत हेर्नु भएको छ, अलिकति यो चलचित्रसँग सम्बन्धित रहेर आफ्नो कुरा राख्दिनको लागि म धन्यवाद। सबैजना आगन्तुक हाम्रा पत्रकार साथीहरू र हाम्रो गेस्टहरू र हाम्रो चलचित्र टिम सम्पूर्णमा एकदमै म आभार प्रकट पनि गर्न चाहन्छु। र चन्द्र भाइले हामी चाहिँ स्टोरदेखिकै साथी दाजुभाइ हौँ र त्यो यस्तो क्यारेक्टरको लागि सम्झेको थियो। अब त्यो एकदमै च्यालेन्जिङ नै लागिरहेको थियो, के गर्ने भन्ने हिसाबमा हामी दुईजनाको सल्लाह भइरहेको थियो। अनि एउटा हिसाबले हामीले ट्राई गर्दाखेरि एउटा चिज चाहिँ त्यहाँ आएको छ र मेरो रिभिल नगर्नुको रिजन पनि छ, अलिकति स्वाद फरक होस् भनेर। तर आज यो गीत हेर्दा चाहिँ म एकदमै अघिदेखि गुजबम आइरहेको थियो, एकदम आङसुरिङ्ग भएँ र मैले पल भाइलाई 2-3 चोटि ट्राई पनि गरेँ। र आज दिदीको जन्मदिनको उपलक्ष्यमा यति राम्रो उपहार हाम्रो चन्द्र भाइको एउटा क्याप्टेनसिपमा आएको छ, त्यो एकदमै सराहनीय छ। र पल्सालाई सुपरस्टार मात्रै भनिराखेको अवस्थामा अब चाहिँ म एकदमै प्राउडली र ग्यारेन्टीका साथ भन्न चाहन्छु, यो चलचित्रबाट चाहिँ ऊ सुपरस्टार मात्रै होइन, ऊ एकदमै राम्रो पर्फर्मर हो भनेर चाहिँ यहाँबाट आउँछ। यो चाहिँ मेरो ग्यारेन्टी नै भयो। यस्तो आफैलाई यति आङसृङ्ग भयो कि यो हेर्दा। अब धेरै चिज भनिनँ मैले, उहाँहरूले भन्नुहुन्छ। हस्, धन्यवाद। अब भर्खर फिल्ममा आएको छु। योभन्दा अगाडि हरिबहादुरको जुत्ता खेलेको थिएँ, अब आबाट आमा खेलेको छु। यो अब आफूले हेरिरहेको स्टारहरूसँग काम गर्न पाएको छु। विपना दिदी, हजुरको पहिला हजुरको लिउँ न, हजुरलाई पनि होस्टेलमा हेरेको थिएँ कि। अनि हाम्रो सिमरन भन्छ, अनि हाम्रो पल सर, उहाँ हो। अनि हाम्रो पल सरसँग त झन् अब सधैँ हेरिरहेको, म सर भने सधैँ हेरिरहेको, अब उहाँसँगै काम गर्न पाएँ। अब यही हो, अब सिरियलमा काम गरिरहेको मान्छे उहाँहरूसँग यसरी फिल्ममा काम गर्न पाउँदा धेरै खुसी लागेको छ। म यो नाम सुन्ने बित्तिकै मैले केही नभने हाम्रो करण सिंह सरले भन्ने बित्तिकै म 4 दिनको सेड्युल थियो, त्यसलाई घटाएर म कुदिहालेको थिएँ सुटिङमा। मलाई नाम नै काफी छ। अब गीत पनि हेऱ्यो, टिजर पनि हेऱ्यो, अब फिल्म हेर्न बाँकी छ। जे होस्, फिल्म राम्रो बन्यो होला। मैले पनि खेलेको छु सबैजनाले। अब त्यही हो, अरू के भनौँ, यस्तै। थ्याङ्क यू सो मच। राम्रो कलाकार, भटभटिया महिला भन्छ उहाँलाई। र सिरियलमा राम्रो प्रभाव छाड्न सफल कलाकार हुनुहुन्छ र ठुलो पर्दामा पनि उहाँले ब्याक टु ब्याक फिल्म खेलिरहनु भएको छ। सँगै हुनुहुन्छ आज दुवैजना अभिनेत्रीहरू एकदमै साडीमा हुनुहुन्छ, उता उषाजी पनि सिमरनजी पनि दिदी हुनुहुन्छ। सो म सिमरनजीलाई भन्न चाहन्छु, निकै प्रशंसा हुनेवाला छ उहाँको। जति पनि हामीले देखिरहेका छौँ, टिजरमा हामीले उहाँको अभिनय हेऱ्यौँ, अहिले गीतमा पनि फिल्मभित्रका सबै दृश्यहरू समेटिएका छन्। र पक्कै पनि यो फिल्मबाट विपना थापालाई फेरि दर्शकहरूले एउटा त्यो पहिलाकै स्वागत त छ नै, यो इन्डस्ट्रीमा दर्शकहरूले गरिरहनु भएको नै छ। फेरि पनि मिठो माया र स्वागत गर्नुहुनेछ, हामीले त्यो अपेक्षा गर्न सक्छौँ। विपना थापाज्यू, कस्तो रह्यो आबाट आमा खेल्दाको अनुभव? आफ्ना केही कुरा राखिदिनको लागि म अनुरोध गर्छु। सबैभन्दा पहिला उपस्थित सबैलाई नमस्कार। थ्याङ्क यू सो मच, आज सबैजना आउनुभयो यहाँ। र सृष्टिकै पहिलो नाम आबाट आमा फिल्मको लागि यो श्लोक नै काफी छ। मैले चाहिँ यो फिल्म गर्दाको अनुभव भन्दा पनि यो फिल्म जुन दिन मैले यो फिल्मको लागि अनुबन्धित भएँ, त्यो दिनदेखि नै मेरो लाइफमै एउटा ठुलो जिम्मेदारी मैले लिनुपर्ने महसुस गरेँ। मैले ठुलो जिम्मेदारी लिएको फिल गरेँ।
र पुरै सुटिङ डरले सक्यो मेरो। अहिले गीत हेर्दाखेरि पनि सबैलाई कस्तो लाग्यो के लाग्यो थाहा छैन, तर म चाहिँ पुरा गीतमा डरै डर यस्तो गरेर बसिरहेको थिएँ क्या। ओ माई गड के होला त्यस्तो खालको। लाइक मैले 16 इयर्स पछि मैले रस्व दीर्घ डाक्टर साहब चन्द्र डाक्टर साहबसँग मैले गरेँ र त्यसपछि आएर उहाँकै फिल्ममा अर्को यो आबाट आमा मैले गर्न पाउँदा मलाई एकदमै खुसी लाग्यो। र डाक्टर साहबले दिदी मैले स्टोरी लेखेदेखि नै मेरो दिमागमा एउटै फेस थियो, त्यो आमाको, त्यो हो दिपना थापा भनेर जुन विश्वासले जुन स्टोरी मलाई नै सम्झेर उहाँले स्टोरी लेख्ने बित्तिकै मलाई सम्झिनु भयो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद। र आज हाम्रो गीत रिलिज भएको छ। म यो मिडिया मार्फत यो क्यामेरा मार्फत मेरो सम्पूर्ण दर्शकहरूलाई के भन्न चाहन्छु भने यो चलचित्र एउटा अभिभावक र सन्तानले हेर्नै पर्ने चलचित्र हो। आजको यो गीत OSR डिजिटल मार्फत रिलिज भएको छ। हजुरहरू गएर हेरिदिनुहोस्। मैले मेरो फेसबुकहरूमा हामी सबै कलाकारहरूको फेसबुकहरूमा नि हामीले सेयर गरिरहेका छौँ। हेरेर यसको प्रतिक्रिया दिनुहोस्, अझै हौसला दिनुहोस्। केही कमी कमजोरी केही प्रब्लम भएको छ भने त्यसको बारेमा पनि कमेन्ट थ्रु लेखिदिनुहोस्। र मैले एउटा ठुलो जिम्मेदारी बोकेको छु। काम गर्दाखेरि अब डाक्टर साहबसँग पहिला पनि काम गरिसक्या, मलाई त्यस्तो फिलै भएन कि म चाहिँ एकदम सिनियर, उमेरले पनि जेठो होइन, मेरो मभन्दा जुनियर र उमेरले पनि सानो डाक्टरसँग काम गरेर कहिले फिल गरिनँ। सेटमा पनि मेरो अलिक प्यार बोल्ने बानी छ, अनि झराम रिसाएर गाली गर्दै हाल्नुहुन्थ्यो मलाई, दिदी कुरा गर्न गफ गर्न आएको कि एक्टिङ गर्न आएको त्यस्तो खालको। मलाई एकदम गार्जियन एउटा अभिभावक जस्तो, साँच्चै नै एउटा सिपको क्याप्टेन जस्तो चाहिँ मलाई फिल भयो र एकदमै रमाइलो भयो। सबैजना यहाँ हाम्रो प्रोड्युसरहरू हुनुहुन्छ, सबैजनाले त्यत्तिकै राम्रो साथ दिनुभयो, रेस्पोन्स दिनुभयो, कुनै पनि रोकटोक नभइकन प्रोडक्सन पक्षबाट पनि हाम्रो सुटिङ भयो। र स्पेसली 2 जना हिरोइनहरू हाम्रो यहाँ हुनुहुन्छ, उनीहरू चाहिँ जतिचोटि मलाई आमा अब के गर्ने यस्तो गर्दा के हुन्छ भन्ने खालको एउटा लोयल क्या, एकदम सानो बच्चाहरूले जस्तो नयाँ अब हुन्छ नि, म त पर्फेक्ट मान्छे हो, मलाई केही कसैको जरुरत छैन भन्ने खालको त्यस्तो व्यवहार नहुने। उनीहरू 2 जना एउटा आँखामा गाजर लगाए पनि दिदी यो ठिक छ भनेर सोध्ने, एकदमै डाउन टु अर्थ 2 जना अब बहिनीहरू छोरीहरू। उनीहरू पनि असाध्यै काम गर्दाखेरि हामीलाई कुनै नयाँसँग काम गरेको फिल भएन। र जहाँसम्म लाग्छ पलसँग काम गर्दाको फिलिङ मैले केही मिडियाहरूसँग पनि मैले सेयर गरिसकेका थिएँ। हरेकचोटि मैले एक्टिङ गर्दाखेरि, हरेकचोटि बोल्दाखेरि मैले पलको फेसमा चाहिँ कुशाग्रह देख्थेँ मेरो छोरा। अनि मलाई 1 टेक 2 टेक 3 टेकसम्म भयो भने चाहिँ मलाई आँसु नै हाल्नु पर्थेन। अब टेक्निकली कहिले लाइट केही प्रब्लम भयो भने मात्र आँसु हाल्नु पर्थ्यो मैले। अनि उसँग काम गर्दाखेरि एकदम डाउन टु अर्थ, एकदम लोयल, एकदम सुपात्र भन्छन् अब हिन्दीमा, एकदम कम्प्लिट छोरा भनेर। मैले के सोचेको थिएँ भने ठुलो भइसकेपछि मेरो छोराको बानी बेहोरा पनि उसको जस्तो होस्, एकदमै हेल्पफुल। कुनै टाइममा मैले गरेको एक्टिङमा अलिकति राम्रो भएन भने पनि दिदी यो चाहिँ अलिकति भएन, यसलाई यस्तो गर्नु न भन्ने खालको उसको उसले सजेस्ट गर्ने, अनि आफूले गरेको डायलगहरू पनि सेयर गर्ने, यो ठिक छ एकचोटि मेरो हेरिदिनुहोस् है भन्ने खालको। त्यस्तो सबैजना डाउन टु अर्थ, साह्रै खुसी लाग्यो। र यो चलचित्रको बारेमा अब मेन चिज यहाँ यत्रो धेरै सयौँ क्यामेराहरू लिएर बस्नु भएको छ, मेन हात अर्को हामीले जति काम गर्नुपर्ने, हामीले जति मेहनत गर्नुपर्ने गऱ्यौँ, बाँकी हजुरहरूको मेहनत अब हजुरहरूलाई सुम्पिन्छौँ। कस्तो के हुन्छ, कस्तो प्रतिक्रिया छ हजुरहरू हेरेर दिनुहोला। अलिक धेरै नै बोली जस्तो लाग्यो। र जाँदै आज सबैले मलाई यति धेरै विश गर्नुभयो। बर्थडेको बारेमा यस्तो अनएक्सपेक्टेड र यस्तो भयङ्कर जन्मदिन कसैको सायदै होला, एकदमै खुसी लाग्यो। थ्याङ्क यू सो मच, नमस्ते। जहाँ हामी यो प्रोग्राम गरिरहेका छौँ, हाम्रो थिएटर पार्टनर क्युएफएक्स सिनेमासलाई हामी सम्झाउन चाहन्छौँ। क्युएफएक्स सिनेमाबाट कोही हुनुहुन्छ भने अगाडि आइदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। क्युएफएक्स सिनेमा जोरदार ताली बजाइदिनु होला उहाँहरूको लागि पनि, जसले हामीलाई यो हल उपलब्ध गराउनु भएको छ। थ्याङ्क यू सो मच चन्द्रजीको यो स्वागत सँगसँगै सबै कलाकारहरूलाई म यहाँलाई पनि ठाउँमा गएर आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्छु। अब हामी गीत हेर्दैछौँ। चर्चित हास्य कलाकार भटभटे माइलाबाट पनि उहाँ परिचित हुनुहुन्छ, बेगम नेपाली। बेगम नेपाली कता हुनुहुन्छ? ओके, बेगमजीलाई पनि म अगाडि आउनको लागि, ओके यहाँ हुनुहुन्छ बेगमजी, अगाडि आउनको लागि हार्दिक अनुरोध गर्छु। यसै गरी हेमराज अधिकारीज्यू, प्रकाश कुँवर आफै पनि चलचित्रमा
विशेष भूमिकामा हुनुहुन्छ, धेरै धेरै स्वागत छ। यसगरी दिलीप ओखेडाज्यू, दिलीप ओखेडा, ओके दिलीपजी कता हुनुहुन्छ? यति हुनुहुन्छ, सरी, ओके दिलीपजीलाई पनि धेरै धेरै स्वागत छ। र अर्को एउटा विशेष नाम हामी सबैको सहकर्मी कलाकार रचना गौतम, चलचित्रमा रचना गौतमको विशेष भूमिका, म उहाँलाई पनि अगाडि आउनको लागि हार्दिक अनुरोध गर्छु। चलचित्र आबाट आमामा अभिनय गर्नुभएकी अभिनेत्री रचना गौतमजीलाई हार्दिक स्वागत छ। यसरी चलचित्रमा दुईजना बाल कलाकारहरूले एकदमै राम्रो काम गर्नुभएको छ, समाइरा थापा र सान अधिकारी। दुवैजना बाल कलाकार यदि हुनुहुन्छ भने अगाडि आउनको लागि म अनुरोध गर्छु। समाइरा थापा र सान अधिकारी, सान अधिकारी दुवैजना बाल कलाकार हुनुहुन्छ, पनि सार्वजनिक हुनेछ। र सबै टिमलाई यहाँहरूमा हातमा मैले प्रस्तुत गरिसकेपछि अब यस चलचित्रका लेखक एवं निर्देशक चन्द्र पन्तज्यूलाई आफ्नो केही भनाइसँगै सबैलाई स्वागत गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू सो मच, सबैजना आइदिनु भयो यहाँ, सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु। एउटा ड्रिम प्रोजेक्ट हाम्रो यो आबाट आमा, जुन हामीले धेरै सफलताका साथ समापन गरेका छौँ। आज यो टाइटल सङ हो आबाट आमा, जुन मैले फिल्म सुटिङ गर्नुभन्दा पहिलेदेखि नै मेरो फिल्मको परमास्त्र हो भन्थेँ मैले। त्यही गीतलाई आज हामी रिलिज गर्दैछौँ, आशा गर्छौँ गीत सबैले मन पराउनु हुनेछ। र गीत हेरेपछि धेरै कुरा बोलौँला है, पहिले गीत हेरौँ एकचोटि। थाहा पनि हुनुहुन्छ, चारजना हिरोइनको बिचमा राख्दाखेरि झन् राम्रो देखिन्छ होला है। र अरू सबै म कलाकार टिमलाई यथास्थानमै आसन ग्रहणको लागि अनुरोध गर्न चाहेँ। सबैलाई तपाईँहरूको एकमुष्ट शुभेच्छा शुभकामना चलचित्रको लागि छँदै नै छ, त्यो मैले आशा लिएको छु। ओके, रवि ओड चाहिँ कता हुन्छ? मैले ओके रविजी प्लिज आइदिनुहोस् न। रविजी मैले अघि पनि सम्झेको थिएँ यहाँलाई, प्लिज रवि ओड, यस गीतका गायक रवि ओडज्यूलाई जोरदार तालीका साथमा स्वागत गरौँ। र बाबुल गिरिजी आउनु भएको छैन, उहाँलाई हामीले सम्झेका छौँ। उहाँ आफैमा एउटा राम्रो सङ्गीतकार, उहाँ आफैमा एउटा राम्रो गायक पनि हुनुहुन्छ, रचनाकार पनि हुनुहुन्छ। सो रवि ओड। र यो गीत हामीले हेरिरहँदा यो गीत रेकर्डिङको पछाडिको कहानी पनि लामै मैले सुनेको थिएँ। रविजीको उहाँलाई मातृशोक परेको थियो, त्यो बेलामा उहाँले गीत रेकर्ड गराइरहनु भएको थियो र उहाँ स्टुडियोमा एकदमै भक्कानिएर धेरै बेर रोएर यो गीत रेकर्ड गर्नुभएको भन्ने कुरा पनि आएको छ। मैले सुरुमै रवि ओडजीलाई माइक्रोफोन दिएँ। कस्तो सम्पूर्णलाई जति पनि उपस्थित हुनुभएको छ सबैजना साथीभाइ दाजुभाइ दिदीबहिनीहरू सबैलाई चाहिँ धन्यवाद, विशेष धन्यवाद। यो गीतमा मैले स्वर भर्न पाएँ, त्यसको लागि होल इन्टायर टिम जो आबाट आमाबाट बिलोङ्स गर्नुहुन्छ उहाँहरू सबैलाई चाहिँ धेरै धेरै धन्यवाद। चन्द्र दाई लगायत होल इन्टायर टिमलाई चाहिँ यो गीत चाहिँ गाइरहँदाखेरि म पक्कै भावुक त भइ नै हालिन्छ, जो पनि भावुक हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। एउटा आमा भन्ने शब्द नै संसार सृष्टि नै भनिसक्नुभयो दाइले अघि नै, होइन? त्यो नै हो। जहाँ कि म पनि जस मेरो पनि मम्मी हुनुहुन्न, मम्मीलाई सम्झिँदै यो गीत गाउँदाखेरि म रोएँ धेरै ठाउँमा, तर पछि गाउनै सकेन कि एकदम अप्ठ्यारो भयो। अनि बिस्तारै बिस्तारै गर्दै गर्दै गाइयो, जोस् यतिको आउटपुट निस्केको रहेछ, एकदम खुसी लाग्यो। बाबुल गिरी गुरुलाई पनि धेरै धेरै धन्यवाद, उहाँले पनि मलाई यो गीतको लागि चाहिँ ल रविजी तपाईँले गाउनुपर्छ भन्ने कुराहरूले पनि अलि राम्रो माहौल बनाइदिनु भयो चन्द्र दाइले लगायत सबैले है। अब त्यही नै हो। थोरै चाहिँ म गुनगुनाउँछु यो गीत है। लैजा खबर ए हावा पीर बेथा माइतिर रंदिनो मेरी आमालाई सन्चै छ भन्दिनु ओ लैजा खबर ए हा
ओके र म हार्दिक स्वागत गर्न चाहन्छु सिमरन पन्तज्यू, अभिनेत्री सिमरन पन्त, सँगसँगै अर्को अभिनेत्री उषा उप्रेतीज्यूलाई पनि अगाडि आउनको लागि अनुरोध गर्दै म अभिनेता गजित विष्टज्यूलाई पनि अगाडि आउनको लागि हार्दिक अनुरोध गर्छु। यसै गरी कलाकार बेगम नेपालीज्यू पनि अगाडि आउनको लागि म हार्दिक अनुरोध गर्छु। हँसाउने मान्छेले यसो बेलामा अलिकति बोलेर केही हँसाइदिनु भने राम्रो पनि हुन्छ। बेगमजी कता हुनुहुन्छ? अब हाम्रै मान्छे, हाम्रै सहकर्मी रचना गौतमजी पनि कता हुनुहुन्छ? अगाडि आइदिनु होला रचनाजी। सँगै तिनजना उषाजी पनि हुनुहुन्छ। उहाँको डेब्यू फिल्म कस्तो रह्यो अनुभव उषाजी? अलिकति केही भनिदिनुहोस् न। फर्स्ट अफ अल त यहाँ उपस्थित सबैजनालाई मेरो एकदमै न्यानो नमस्कार। आज आइदिनु भयो, धेरै धेरै धन्यवाद। र यो फिल्मको बारेमा भन्नुपर्दा चाहिँ फर्स्टमा म यसरी सुरु गर्छु कि यो फिल्म कता कता घुमेर अन्तिममा मेरो भाग्यमा जोडेको फिल्म हो होइन। सो यसको लागि चाहिँ सबैभन्दा सुरुमा म श्रेय दिन चाहन्छु हाम्रो चन्द्रपन्त सरलाई। उहाँले जसरी यो क्यारेक्टर थियो एउटा पोर्ट्रे गरेर मलाई सुनाउनु भयो। अब कति धेरैजनासँग फिल्ममा काम गर्ने भन्ने कुरा त भयो, तर अरूले भन्दा पनि मलाई चन्द्र सरले ट्रस्ट गरेर मौका दिनुभयो। त्यसको लागि धेरै धेरै धन्यवाद चन्द्र सर। र यो फिल्ममा मैले एकछिन अलिअलि म नर्भस पनि छु है। सो यो फिल्ममा मभन्दा अरू धेरै दिग्गज कलाकारहरू हुन्छ, उहाँहरूसँग स्क्रिन सेयर गर्न पाउँदा म एकदमै भाग्यमानी ठान्छु आफूलाई। र हाम्रो रियल हिरो पल शाहजीसँग भिडियोमा काम गर्दा गर्दै र फर्स्ट मुभी खेल्दा पनि उहाँसँगै मेरो कोइन्सिडेन्सली फर्स्ट फिल्म पनि पलजीसँगै भयो र त्यसको लागि पनि म एकदमै ब्लेस्ड फिल गर्छु। थ्याङ्क यू पलजी। र विपना दिको बारेमा अब के भनौँ होइन। थ्याङ्क यू सो मच दी, युआर लाइक अ मदर। एन्ड थ्याङ्क यू अफ कोर्स सिमरन। हस्, थ्याङ्क यू। कस्तो भयो अनुभव यो चलचित्र गर्दाको? आफ्नो केही भनेर राखिदिनको लागि अनुरोध गर्छु। सेन्टरमा राखिदिनु होइन होइन ठिक छ ठिक छ अगाडि बढ्नु होइन ठिक छ भयो भयो। फर्स्ट अफ अल हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। म चाहिँ अलिकति बिरामी भएको भएर अलिकति राम्ररी बोल्न सकिरहेको छैन। सो त्यही फर्स्ट अफ अल त धेरै धेरै धन्यवाद। हजुरहरूले मलाई फर्स्ट मुभीमा पनि सपोर्ट गरेर आज यहाँसम्म पुग्नुको पछाडि हजुरहरूको पनि हात छ। र यो मुभी चाहिँ मेरो लागि एकदमै धेरै स्पेसल छ बिकज यो सेकेन्ड मुभिज हो अफकोर्स। अनि चन्द्र सरले चाहिँ मलाई एकदमै धेरै ट्रस्ट गरेर एउटा यस्तो क्यारेक्टर दिनुभएको छ जुन चाहिँ मैले खोजिरहेको थिएँ कि यस्तो खालको क्यारेक्टर चाहिँ गर्न पाऊँ, आफ्नो काम देखाउन पाऊँ, आमाप्रतिको फिलिङ्स, आमाप्रतिको स्टोरीसँग चाहिँ सबैजनाले रिलेट गर्न सक्छ। र विपना म्याम जस्तो मान्छेसँग काम गर्न पाएँ, पलजीसँग काम गर्न पाएँ। सो म चाहिँ एकदमै धेरै ग्रेटफुल छु र चन्द्र सरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु र हाम्रो करण सरलाई फर ट्रस्टिङ मी एन्ड गिभिङ मी दिस रोल। थ्याङ्क यू। थ्याङ्क यू सो मच सिमरनजीलाई। दोस्रो फिल्म